घन्टी किन हल्लाएको भनेको के घन्टीको अपमान भएन जहिले पाए तैले हल्लाउने होइन आप नजिकैँदै गर्दाखेरि हर्क साम्पाङलाई चाहिँ नि घन्टीसँग कति रिस उठ्यो भने जहाँ पाए ती घन्टी बजाएछ जतिखेर पाए त्यतिखेर घन्टी बजाएछ भनेर जतिखेर पनि आलोचना गरिराख्नुहुन्छ। तपाईँ आफ्नो पार्टीको कसरी चाहिँ नि देशलाई विकास गर्ने देशलाई चाहिँ नि विकास गतिमा लाने आदि इत्यादि कुराहरू गर्नुस् न। अरूको छोडिदिनुस्, अरूको कुरा काट्ने छोडिदिनुस्। के बाबा हो कति साह्रो रिस लागेको त हौ घन्टीको हर्कजीलाई। तपाईहरु के भन्न चाहनुहुन्छ थोरै कमेन्ट गर्नु होला है। र कहाँबाट हेर्दै हुनुहुन्छ झापा झाँगाटोली युट्युब च्यानललाई पनि लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला। जय नेपाल।